प्रथम अध्याय कुमारजी आगे गर्नुहुन्छ, हे अष्टमुनि तिमीले यशोदाय पनि देवी देवताहरूका अति पवित्र दुर्लभ रहनेको महिमाले युक्त चरित्र गुणानुवाद कथाहरू श्रवण गर्दै आइरहेका छौ। ती मेरो अत्यन्त प्यारो भक्त शिष्य र साथी समान भएकोले आज तिमीलाई म अत्यन्त पवित्र दुर्लभ कथाहरू सुनाउन गइरहेको छु। एक चित्त भई सुन। अघि यो संसार पत्यकालमा जलमाया छँदा परब्रह्मस्वरूप विष्णुले जलभित्र योगमायासित शयन गरिरहँदामा विष्णुका नाभिदेखि 17,000 पाद भएको कमल निस्क्यो। त्यो कमलको केसरबाट 4 मुख भएका ब्रह्मा उत्पन्न भए। ती ब्रह्मा त्यस कमलमा बसी संसार सृष्टि गर्ने विचार गरिरहँदा त्यसै बखत विष्णुका कानेको जिदेखि बडा वीर पराक्रमी मधुकैटभ नामका 2 दैत्य उत्पन्न भए। ती मधुकैटभ दैत्यले कहाँ के छ भनी जलमय संसारमा भ्रमण गरिरहँदा विष्णु बसेका सहस्रदल कमलनेर पुगेर कमलको नाल दिए। त्यही नाल समाति माथि गई ब्रह्मालाई देखेर ती ब्रह्मालाई खसाल्न तयार भए। तब ब्रह्मा डराएर योगमायाको आराधना गरी प्रकट गराए, बिन्ती गरे, हे ईश्वरी विष्णुलाई जग गराइदिनुहोस्। तब ब्रह्माका वचन सुनि योगमायाले विष्णुलाई जग गराइदिनु। श्री भगवान विष्णु जाग भई मधु र कैटभ 2 दैत्यलाई देखि क्रोधले चाँडै युद्ध गर्न अघि सर्नुभयो। दिव्य 5,000 वर्ष जलमा युद्ध भयो तापनि मधु कैटभ दैत्यलाई विष्णुले जित्न सक्नु भएन। र हे दैत्य हो, तिमीहरू बडा पराक्रमी रहेछौ, म सन्तोष भए वरदान ल्याऊ भनी विष्णुले आज्ञा गर्दाखेरि यो आज्ञा सुनि मधु कैटभ दैत्यले अहङ्कार गरी भने, हे विष्णु, युद्धमा तिमीले हामीले जितका छौ, तिमीले वरदान देऊला, बरु तिम्रो इच्छा भएको वर माग, हामी देऊला। यस्ता मधु कैटभका वचन सुनि विष्णुले हुन्छ म वर त माग्दछु, तर बाचा गर भन्दा मधु कैटभ दैत्यले तिमीले मायाको अवश्य देऊला भन्दा विष्णु आज्ञा गर्नुहुन्छ, हे दैत्य हो, अब म अरू के वर मागौ, तिमी दुवै मेरा हातदेखि मर। यस्ता विष्णुका वचन सुनि मधु कैटभ दैत्यले भने, हे विष्णु, तिमी कपटी रहेछौ, वर माग्यौ तापनि हामीले बाचा गरेका छौ, दिन्छौ भने अब के गरौ भनी विचार गरी सब जलमा संसारदेखि विष्णुसँग, हे विष्णु, हामीलाई जल नभएका स्थानमा मार भन्दा विष्णुले हुन्छ भने ती 2 दैत्यलाई काखमा राखी सजिलैसित मार्नुभयो। तिनै दैत्यको बोसो शीतकालमा तुषारले पर्वत भए, हाडले पत्थर भए। त्योदेखि ब्रह्माले अब संसार सृष्टि गरौ भनी पहिले 14 भुवन सृष्टि गर्नुभयो। कुन कुन भने भूरलोक, भुवलोक, स्वलोक, महलोक, जनलोक, तपलोक, सत्यलोक, यति स्वर्गकार, अतल, वितल, सुतल, तलातल, महातल र सातल, पातल, यी 7 तलतिरका जम्मा 14 भुवन सृष्टि गरी 7 द्वीप सृष्टि गर्नुभयो। जम्बुद्वीप, लक्षद्वीप, सालमली द्वीप, कुशद्वीप, कौचद्वीप, शाकद्वीप, पुष्करद्वीप। जम्बुद्वीप भन्दा दोब्बर ठुलो लक्षद्वीप छ, लक्षद्वीप भन्दा दोब्बर ठुलो सालमली द्वीप छ। यस्तै तरले दोब्बर ठुला द्वीप छन्। अनि फेरि 7 समुद्र सृष्टि गर्नुभयो। कुन कुन भने छ्यारोत समुद्र, इचुरासोत समुद्र, सुरोत समुद्र, घृतोत समुद्र, क्षीरोत समुद्र, दधिमण्डोत समुद्र, शुद्धोत समुद्र। समुद्रहरू पनि यस्तै गरी ऊभन्दा ऊ दोब्बर ठुला छन्। एक द्वीपलाई एक समुद्रले घेरेको छ। जमुनाको रुख हुनाले यसको जम्बुद्वीप भन्ने नाउँ रह्यो। यस जम्बुद्वीपलाई छ्यार समुद्र अर्थात् नुनिलो पानीले भएको समुद्रले घेरेको छ। यहाँ मुख्य बद्रीनारायण देवता र अग्निद्र नाउँका राजा छन्। यो जम्बुद्वीपको वरिपरिको फेरो 1 लाख योजनको छ। दोस्रो कोसको 1 योजन हुन्छ। दोस्रोमा पाखरीको रुख हुनाले प्लक्षद्वीप नाउँ रह्यो। यस प्लक्षद्वीपलाई इक्षुरसोत अर्थात् उखुको रस भएको समुद्रले वरिपरिबाट घेरेको छ। यहाँ मुख्य अग्नि देवता र दजिन्वा नाउँका राजा छन्। यो प्लक्षद्वीपको वरिपरिको फेरि 2 लाख योजनको छ। तेस्रोमा सिमलको रुख हुनाले सालमली द्वीप नाउँ रह्यो। यस सालमली द्वीपलाई सुरोत समुद्र अर्थात् मदिराको समुद्रले वरिपरिबाट घेरेको छ। यहाँ मुख्य गरुड देवता र यज्ञभाउ नाउँका राजा छन्। यो सालमली द्वीपको वरिपरिको फेरो 4 लाख योजनको छ। 14मा कुशको झाम्टो हुनाले कुशद्वीप नाउँ रह्यो। यस कुशद्वीपलाई घृत समुद्र अर्थात् घिउको समुद्रले वरिपरिबाट घेरेको छ। यहाँ पनि मुख्य देवता अग्नि नै छन्। हिरण्य रेता नाउँका राजा छन्। यस कुशद्वीपको वरिपरिको फेरो हुनाले कञ्चद्वीप नाउँ रह्यो। यस कञ्चद्वीपलाई क्षीरोत समुद्र अर्थात् दुधै दुधको समुद्रले वरिपरिबाट घेरेको छ। जहाँ जल देवता घृतपृष्ठ नाउँ भएका राजा छन्। यो कञ्चद्वीपको वरिपरिको फेरो 16 लाख योजनको छ। छैटौँमा शाक वृक्ष हुनाले शाकद्वीप नाउँ रह्यो। यस शाकद्वीपलाई दधिमण्डोत समुद्र अर्थात् तहीको समुद्रले वरिपरिबाट घेरेको छ। यहाँ मुख्य वायु देवता र मेधातिथि नाउँ गरेका राजा छन्। यो शाकद्वीपको वरिपरिको फेरो 32 लाख योजनको छ। 7औँमा कमलको बुट हुनाले पुष्कर नाउँ रह्यो।
यस पुष्कर द्वीपलाई शुद्ध समुद्र अर्थात् शुद्ध जल भएको समुद्रले वरिपरिबाट घेरेको छ। यहाँ मुख्य देवता ब्रह्मा र वितिहोत्र नौका राजा छन्। यो पुष्कर द्वीपको वरिपरिको फेर 64 लाख योजनको छ। अब अरू पनि सुन। यस समुद्वीपमा सुमेरु पर्वत सृष्टि गर्नुभयो र सुमेरु पर्वतका चारै दिशातिर अष्ट पर्वत सृष्टि गर्नुभयो। ती पर्वतमध्ये सुमेरु पर्वतका पूर्वतिर जठा र देवकोट, सुमेरुका दक्षिणतिर कैलाश र गरवीर, सुमेरुका पश्चिमतिर पारियात र सुमेरुका उत्तरतिर त्रिशङ्ग र मकर पर्वतको सृष्टि गर्नुभयो। फेरि सुमेरुका वरिपरि 20 पर्वत सृष्टि गर्नुभयो। ती कुन कुन भने कुरङ्ग, कुर र कुसुम्भ, वैकङ्ग, त्रिकुट, शिशिर, पतङ्ग, रुचक, निखद, श्रीनिवास, कपिल, शङ्ख, वैदुर, जारुधि, हंस, ऋषभ, नाग, कालञ्जर, नारद भए। अब यताउति का हिमालय पर्वत, चित्रकूट पर्वत आदि गरी 1000 पर्वत, खोला, नाला, नदीहरू सृष्टि गर्नुभयो। हे अगस्त्य मुनि, अब प्राणी सृष्टि गरौँ भनी ब्रह्माजीले महादेवको तपस्या गर्नुभयो र महादेव प्रत्यक्ष भए। हे ब्रह्मा, तिम्रो भक्तिदेखि म सन्तोष भए, वर माग भनी आज्ञा गर्नुभयो। भएको सुने ब्रह्माले महादेवलाई नाना उपचारले पूजा गरी स्तुति गर्न लाए। हे परमेश्वर, तपाईँ कस्ता भने आनमाले ब्रह्माण्ड संसार तुलाई मायामा भुलिरहेका यस आजलाई कोटि कोटि नमस्कार छ। फेरि एक मूर्ति भई 3 मूर्ति ब्रह्मा विष्णु महेश्वर नाम भइरहेका यस आजलाई कोटि कोटि नमस्कार छ। फेरि जगतका संसारका धनी सर्वव्यापी भइरहेका यस आजलाई कोटि कोटि नमस्कार छ। हे ईश्वर, तपाईँको महिमा वर्णन गर्न अनन्त विष्णुले पनि नसकेका म कसो गरी सकुला। तपाईँका प्रसादले 14 भुवन र पर्वत सृष्टि गरिसक्यो। प्राणी सृष्टि गर्न सकु यदि वरदान दिनुहोस् भनी ब्रह्माले बिन्ती गर्दा महादेवले ए सूर्यज्येष्ठ सृष्टिकर्ता भएका तिमीले प्राणी सृष्टि गर्न सके भनी वरदान दिनुभयो। त्यहाँ उपरान्त ब्रह्माले मनमा हर्ष गरी श्री महादेवलाई साष्टाङ्ग गरी सृष्टि गर्न भनी सुमेरु पर्वतमा जानुभयो। महादेव पनि अन्तर्ध्यान हुनुभयो। ब्रह्माले सुमेरु पर्वतमा गए। शिवलोक, विष्णुलोक, ब्रह्मलोक, उमालोक, स्कन्दलोक आदि नाना तरहका लोक रूपहरू सुमेरु पर्वतमा पूर्व दिशामा अमरावती, आग्नेय कोणमा शुद्धवती सृष्टि गर्नुभयो। दक्षिण दिशामा यमपुरी र नैऋत्य कोणमा कृष्णवती सृष्टि गर्नुभयो। पश्चिम दिशामा श्रद्धावती र वायव्य कोणमा गन्धवती, उत्तर दिशामा अलकापुरी र ईशान कोणमा यशोमती सृष्टि गर्नुभयो। यदि सृष्टि गरिसके स्थावर जङ्गममा सृष्टि गर्नुभयो। यो प्राणी सृष्टि गर्न लाग्नुभयो। पहिले कश्यप प्रभृति 100 ऋषि मनले चिताउँदैमा पनि सृष्टि भए पनि स्कन्दजी भन्नुहुन्छ कि हे अगस्त्य मुनि, यो पहिलो अध्याय जसले माघ महिनामा भन्ला अथवा सुन्न त्यसलाई सुरता, धीरता र गम्भीरता, मित्रता प्राप्त हुनेछ। श्री स्कन्द पुराणे केदार खण्डे माघ माहने कुमार अगस्त समादेश स्थानीय परमेश्वरी व्रत कथा भुवन पर्वत प्राणी सृष्टि कथन नाम प्रथमोध्याय।